नमस्ते साथीहरु, तपाईहरुलाई हाम्रो YouTube च्यानलमा हार्दिक स्वागत छ। आज पनि दैनिक सुन चाँदी दरको विशेष अपडेट लिएर उपस्थित भइसकेको छु। हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गर्नुहोला। आज सुन र चाँदीको भाउ के रहेको छ सबै अपडेट आजको भिडियोमा रहनेछ। भिडियो अन्तिमसम्म हेर्नुहोला। चाँदीको मूल्य कति छ, छापावल सुनको मूल्य कति छ, निरन्तर बढिरहेको सुन र चाँदीको मूल्यको अपडेट आजको भिडियोको अन्तिमसम्ममा तपाईहरुलाई पक्कै पनि जानकारी दिनेछु। पुस महिना छ। पुस महिनामा पनि सुनले रेकर्ड बनाइरहेको छ। चाँदी पनि बढेर उच्च मूल्य कायम राखिरहेको छ। तपाईहरुलाई म आज जानकारी दिँदैछु। नेपालको इतिहासमा सुनले नयाँ रेकर्ड बनाएको छ। त्यस्तै चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ। सुन आज अत्याधिक बढेको छ, जुन हामीले कल्पना गरे अनुसार छैन। कल्पना भन्दा बाहिरको कुरो छ। धेरै बढेको छ साथीहरु। चाँदी पनि थोरै बढेको छ, बढ्न चाहिँ बढेको छ, तर नयाँ रेकर्ड बनाएको छ सुनले पनि चाँदीले पनि। त्यसैले आजको भिडियोमा तपाईहरुलाई सबै जानकारी दिन गइरहेको छु। आज पुरा मिति 2082 साल पुस 8 गते मंगलबार। आज चाँदीको मूल्य 20 रुपैयाँ बढेको छ। हिजो चाँदीको मूल्य 4235 रुपैयाँ प्रति तोला रहेको थियो। आज 20 रुपैयाँले बढेर 4255 रुपैयाँ पुगेको छ। चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ। निरन्तर बढिरहेको छ चाँदी पनि। त्यस्तै सुनले आज नयाँ रेकर्ड बनाएको छ। हिजोको तुलनामा सुन आज 5500 रुपैयाँले बढेको छ। 1000, 2000, 3000 होइन, 5500 रुपैयाँले बढेको छ। हिजोको सुनको भाउ 2,61,700 रुपैयाँ प्रति तोला रहेको थियो। आज 5500 ले बढेर 2,67,200 रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज 5500 रुपैयाँले बढेको छ। अत्याधिक बढेको मानिन्छ यसलाई। 3 लाख प्रति तोला पुग्न केही समय मात्र बाँकी रहेको जस्तो देखिन्छ। आज पुस 8 गतेको अपडेट यति नै। अत्याधिक बढेको अपडेट आजको। भोलि पुस 9 गतेको अपडेट तपाईहरुलाई सुनाउनेछौं। आजलाई बिदा माग्छौं। नमस्कार।